ल आज डिसेम्बरको 7 डिसेम्बरको यो 2025 को 7 अब यो म यो पोल कार्ड लिएर पोलिङ स्टेसन चाहिँ आज जाँदैछु। आज चाहिँ यो यहाँको भोट छ, यहाँको सांसदहरूको हङकङमा आज चुनाव छ। आज 8:30बाट सुरु भइसक्यो, अहिले 9 बज्न लागिसक्यो। 8:30बाट सुरु भइसक्यो, भरे 10:30सम्म, बेलुका 10:30सम्म हुन्छ। अब भोट ला नेपालमा चाहिँ अब 21 फागुनमा भनौँ भन्छ, अझै तीन महिना चाहिँ 2-3 महिना बाँकी छ। अहिले मङ्सिर पुष माघ फागुन, तर यहाँ चाहिँ आज सुरु आज भोट है। म चाहिँ अब नेपालको यो हङकङको सरकारी पक्षलाई नै म भोट लाउँछु, 5 नम्बरलाई भोट लाउँछु। अब बरु पहिला 5 वर्ष अगाडि मैले उसैलाई लगाएको थिएँ, उसैले जितेर गएको छ। अब म यहाँ सरकार पक्षको मान्छेहरू धेरै राम्रो छ, जनताहरूलाई धेरै सुविधा दिन्छ। मेरो मन चाहिँ अब त्यतैपट्टि गएको छ। म यहाँको सरकारी उम्मेदवारलाई नै म दिन्छु, 5 नम्बरे उसलाई उम्मेदवारलाई। है साथीहरू, अब यो भोट सुरु यो 6 तलामा गएर म भोट लाउँछु है। अब माथि गएर यो भिडियो खिच्न पाउँदैन। अब म यो 6 तला यो लिफ्टबाट गएर चाहिँ म उ गर्छु, भोट लाएर अनि बाहिर निक्लिन्छ। माथि भोटिङ गर्ने ठाउँमा चाहिँ उ गर्नु डिसेम्बर 7 आइतबार 8:30 बजेबाट सुरु भयो। अब म यो बिल्डिङको 6 तलामा गएर चाहिँ उ गर्छु, भोट कास्ट गर्छु हो साथीहरू। ल सकेँ है साथीहरू, मैले यो भोट गरेको चाहिँ अब सकेँ। अब म झर्दैछु तलतिर। आजको कार्यक्रमहरू चाहिँ सक्यो। यो 6 तला हो, 6 तलाको सक्यो। त्यस्तै छ। अब म यो लिफ्टबाट झर्दैछु, 6 तला हो। अब आयो लिफ्ट, अब म झरेँ। 呢度直落地下，其他樓層唔到啊。哦，ल सक्यो है भोट लाएर। अब म बाहिर निक्लिसकेँ यहाँदेखि। अब यस्तै छ। अब यहाँ यो बिल्डिङको चाहिँ अब आज यो चाहिँ सक्यो।